अस्सलामुअलैकुम, नमस्कार। म सोएब अन्सारी। यो भिडियो बनाउनको अर्थ के हो भने जुन धनुषामा भएको घटना त्यो त निन्दनीय घटना हो। त्यो घटनालाई मुद्दा बनाएर आज हामी हिन्दू मुस्लिम एकअर्कामा लड्दैछौँ र यो साम्प्रदायिक दङ्गालाई निमन्त्रणा दिइरहेछौँ। प्रिय साथीभाइहरू, युवाहरू, आम जनताहरू, म तपाईँ सबैसँग विनम्र अनुरोध निवेदन के गर्दैछु भने हामी एकजुट भएर एक आपसमा मेलमिलाप राखी देश बनाउने कार्य गरौँ। हिन्दू पनि त्यतिकै मौलिक अधिकार छ यहाँ बाँच्न, मुस्लिमलाई पनि त्यतिकै छ, इसाईलाई पनि त्यतिकै छ, सिखहरूलाई, बुद्धिस्टहरूलाई सम्पूर्णलाई अधिकार छ नेपाल बस्नलाई। हामी सबै नेपाली हौँ, हाम्रो देश नेपाल हो, हाम्रो पहिचान नेपाली हो। हामी किन लड्ने, किन द्वन्द्व गर्ने? यो जुन विदेशी दलालहरूले रचेको रणनीति हो, यसमा हामी फस्दैछौँ। यो बाहिर निस्किनु पर्छ र यसलाई सल्टाउनु पर्छ। एक आपसमा समझदारीले, सल्लाहले, सुझावले, मेलमिलापले, कुराले हामीले यो कुरा सल्टाउँ र आजै अहिलेदेखि नै यो झगडा, यो द्वन्द्व, यो फसाद र विवादलाई सल्टाइदिउँ। मेरो साथी, मेरो युवा, मेरो जेन्जी, मेरो दाइ, अङ्कल, काका, काकी, सम्पूर्ण नेपालीलाई म विनम्र अनुरोध गर्दछु, तब हामी सबै मिलेर देश बनाऊ, देशलाई विकासतिर लगाउँ। अहिले हाम्रो देशले निकास खोजेको छ। अहिले देशमा बेरोजगारी बढेको छ, युवा बेरोजगार हुँदैछौँ, महँगाई बढेको छ, किसानले मल पाएको छैन, सिँचाइको व्यवस्था छैन, युवा विद्यार्थीहरूलाई शिक्षा राम्रो पाएको छैन, शिक्षा राम्रो नभएको कारण युवा विदेश लागिरहेछन्। जुन बेरोजगार भएका युवा छन्, बेरोजगारीले विदेशतिर लागिरहेछन्। हामी यो सबै रोकौँ र नेपालमा रोजगारी सिर्जना गरौँ, स्वास्थ्य व्यवस्था मिलाउँ, हाम्रो शिक्षामा सुधार ल्याउँ, महँगाईलाई अन्त्य गरौँ। यो काम गरौँ। हिन्दू मुस्लिम दङ्गा गरेर केही पाउने छैनौँ। यसले आगो सल्काउने हो, अरू केही होइन। हामी एक आपसमा मिलेर बस्यो भने त्यहाँ नेपालमा हामी सबै नेपाल एउटा साझा फुलबारीका फुल हौँ। मिलेर गयो भने यो बागवान, यो बगैँचा फुलै फुलले बल्ने हो। यदि हामी लड्यौँ भने यो सबै कालो अन्धकार छाउनेछ। प्लिज म तपाईँ सम्पूर्णलाई अनुरोध गर्छु, हामी सबै मिलेर जाउँ। त्यो धनुषामा भएको घटना छ, त्यो नराम्रो हो, हामी पनि बिलिभ गर्छौँ। त्यो धेरै नराम्रो घटना हो, तर त्यहाँ छानबिन गरेर दोषीले कारबाही गरौँ र हामी आफ्नो ठाउँमा व्यवस्था मिलाएर बसौँ। हिंसा नगरौँ, अहिंसा र शान्ति कायम गरेर, सुशासन कायम गरेर अगाडि बढौँ। यही म विनम्र अनुरोध गर्छु। धन्यवाद, नमस्कार, अस्सलाम वालेकुम।